बोल कितना टन माल चाहिए होना ल अब हामी अहिले खाजा खाना रोकेको थियौँ खाजा खाएर हामी फेरि साथीहरूलाई लिएर अब यहाँतर्फ जाँदैछौँ आज बाजा बच्चा भन्दै हुनुहुन्थ्यो दाइले कतातिर बाजा बजेर ढुलो पनि डल्लो लागेन हामीले हिजो दलेर आइसकेका छौँ दावन्नेबाट त्यो अलि प्रिमियम खालको धुलो हो त्यो फेरि जोसुकैले पाउँदैन हाम्रो दुईजना साथी अरू पनि थिए तिनीहरू चाहिँ मेलामै भेटिन्छ होला आज चाहिँ फोन उठाउनु भएको छैन आर्मी साथी मलाई चाहिँ हामीहरू त्यही बाटो फर्क्यौँ त है यो अलिक ठिक लागेन मलाई यो कुरा हामी यहाँ अगाडि 3टा बाइक एकजना हामी एकजना 4टा बाइक पछाडि एउटा अर्को आउँदैछ अनि यहाँ मेलामा अझै थपिन्छ 2टा बाइक पछाडिको साथी चाहिँ मध्येकै आउँदै हुनुहुन्छ ठिक छ यो पनि बिसाएको छैन हामी यतिको लागि गएकै होइन हाम्रो एक्सपेक्टेसन चाहिँ अलि धेरै नै छ त्यो पनि हामी ब्लग मार्फत भन्न चाहन्छु कोही पनि कुन गल्लीबाट गइरहेको छ मै घुमेको छु यति धेरै गल्ली यहाँ अब उहाँले लग्नुहुन्छ हामीलाई कता कता हुनुहुन्छ हामीसँग चाहिँ उहाँ स्कुटी दाइ पनि ठोकिन गइहाल्यो त्यतिकै उहाँले त इन्टरभ्यू पास गर्नै पऱ्यो फेरि हामीसँग कन्टिन्यू हुनको लागि उहाँको पनि सहयोग गरिदिनु होला त्यस्तो कथाबारे नसोचिदिनु होला हामीले फेरि अब यहाँ ठुलै ट्राफिक जाम देख्न सक्छौँ अब यहाँ यो जाम चाहिँ अलिकता गाह्रै पर्ला जस्तो छ हामीलाई दह पुग्न हामी अलिकति अगाडि बढ्छौँ जस्तो लाग्यो यस्तो गरेर एकछिन दाइ है हामी यो बाटो जाने मात्र रहेछ ठिक छ हाम्रो एकजना साथी हुनुहुन्छ उहाँको ब्लगको च्यानलको नाम के एकजना साथी चाहिँ यसरी च्यापेर चाहिँ आउनु पर्ने हो के अरे वान वे हो वान वे नै हो नि त आजलाई वान वे हो क्या आजलाई वान वे उहाँ चाहिँ मन्दिरबाट फर्किसक्नुभयो मन्दिर भन्छु कि मेलाबाट हामी अटोको भिड हेर्न सक्छौँ यहाँ
बुझ्दा हुन्छ। हाम्रो ग्यारेजमा हामीले एउटा जेस राम्रै मिस्त्री खोजेको छौँ हामीले होइन। उहाँ अहिले प्रोफेसनल नै हुनुहुन्छ, 6 वर्षको एक्सपिरियन्स भन्नुभएको थियो हामीलाई। 6 वर्षको एक्सपिरियन्स नट अ जोक। हामीले पार्किङ तल लगाएको छौँ। इन्चीले बजाएँ। उहाँ गोपाल घटी मगरको च्यानल जे होस् हेरि सक्नुहुन्छ तपाईँ। कति मिहिनेत गर्नुभएको छ उहाँले, त्यो ड्युटी गोपाल घटी मगर गोपाल घटी मगर उहाँ ब्रान्च छ हाम्रो जे होस् ब्लगिङ ब्रान्च। तपाईँले हेर्न सक्नुहुन्छ नेपालको धुलो सेतो मास कालो भइसकेको छ प्रहरीको। मलाई त यो टर्निङ धेरै चाहिन्छ यार यो बाइकमा। अहिले हामीलाई च्यापेर अगाडि जानुभयो। ठिक छ, मैले यतै जानुपर्छ यार टर्निङको लागि। सकलले अघि पोलेको नाङ्गै खुट्टा पर्यो। धेरै टाढा नलगाऊ भन्न चाहन्छु म हाम्रो ड्राइभरलाई। अहिले बेलुका निकाल्न फेरि खै प्रकाश यो चाहिँ अति भारीले चाहिँ झर्दो रहेछ यार। फेरि यहाँ खुट्टा पोल्यो यार। हान्छम 12 कुली मेला दमा पार्किङ नपाएर पुरै पार्किङ जङ्गलभरि पार्किङ छ। त्यो गाडी माथि हेऱ्यो हुन्छ पुरा लाइन, त्यहाँ पनि लाइन। ए भाइ बाइक आज जुन मनपर्छ लगे हुन्छ भनेर भन्न मिल्दैन होइन, अरूको बाइक हो। फाइनली हामी मारापुने दवा हाम्रो डिस्टेन्सन आइसकेको छ। एकदमै भिड छ। हामी यहाँ मेला त आएन, भिड हेर्दाखेरि हामीले एकजनालाई छोड्यौँ भने त्यो भेटिला भन्ने अलिक गाह्रै छ। जो छोडिन्छ त्यो रुँदै बस्छ। अर्थ के हुन्छ र हाम्रो केटाहरू यहाँ सबैजना हाम्रो टोलीले कस्तो लागिरहेछ भनिदिनु पऱ्यो है सरहरू। ल
यो त साधन है ट्युब ग्राउन्ड आए जतिको हो त यो त ट्युब ग्राउन्डै आएको हो यो पारी सब पुरै भरिन्छ माछासँग उहाँ पनि ब्लग बनाउनु भएको छ नाम पनि गोपाल तरिकाले ब्लग बनाउँदैछ सेन्टी भएर ब्लग बनाएर सेन्टी भइरहेको भ्युज आउँदैन होला नि त फेरि भ्युज नआउने भएर हाम्रो जस्तो आउँदैन नि त हाम्रो त गोपाल घरती मगर च्यानलमा त अब हाम्रो त अब भ्यू त अब भन्नै पर्दैन यो बबल टी भन्ने के रहेछ असल बल्टीमा चाहिँ हाम्रो बाख्राको बाख्राको त्यो हेर न त्यो कितना टन माल चाहिए प्रोकाजुम गरी बोल टन का कितना देगा वाला कौन अच्छा अच्छा आदमी मेला में आया साग नाचे जो लेनर पनि आउलान् कि कतामा जस्तो लागिरहेछ मलाई किन तिनीहरू पनि आउँछन् नि त यस्तोमा लाउ जा तपाईँ केही दिन चाहनुहुन्छ दाइ गोपालले दिने भन् म उहाँलाई धेरै नानी चाहिँ धेरै इन्ट्रेस्टेड रहेछ नाचेर यो मादल अलि लामो बजाऊ यार बोल कितना टन माल चाहिए होना
यहाँ रहेछ बाजा मेरै घर लगेर मासु भात खाउने हो ब्याको यो डान्स फेर्दा है हाम्रो रोल्पाभन्दा रुकुम धेरै झन् धेरै हुन्छ नि रोल्पाभन्दा रुकुम रोल्पाकै हुने सबै रुकुम रोल्पाकै हुनुहुन्छ रुकुममा झन् धेरै गर्छन् क्या हामी आछौँ 12 कुटे तहमा गर्नु गर्नु